म देवीमाया बराल राज्यका केही बाणी चौपाईहरू थोरा भन्दैछु। सच्चिदानन्द रूपाय विश्वदेहे तवे तापत्राय विनाशाय श्रीकृष्णजी वयो नमः। चिदानन्दं किशोरङ्गं परे राम विराजतं स्वरूपं सच्चिदानन्दं निर्विकारं सनातनं। स्वरूपं सच्चिदानन्दं निर्विकारं सनातनं। ब्रह्मानन्दं परमसुखतं केवल ज्ञानमूर्ति दण्डादितं गगनसहितं तत्त्वमयादिलक्षिणम् एक नित्य विमलमचल सर्वदा साक्षी रूप भावादितं त्रिगुणरहितं सद्गुरुं तं नमामि। भावादितं त्रिगुणरहितं सद्गुरुं तं नमामि। कौ रंग की गिनती नारे समार ना गिनती रंग पात की खूबी क्यों कहूँ इन किनार। प्रथम लागू दो चरण को धनी न छोड़ाइयो खिन्न लागत लीला लड़िया मेरे जीव के यही जीवन। मेरे जीव के यही जीवन। जब चढ़े प्रेम को रस तब हुआ धाम धनी बस। जब उपजे प्रेम के तरंग तब हुआ धाम धनी संग। सुख व्यास कहे भाव तमें ना त्रिगुण न पास। प्रेम बसत ब्रह्म सृष्टि में जो खेले स्वरूप ब्रिजरास। नौदा से न्यारा कया सौदाई भवनमै नाई। सो प्रेम कहाँ से पाइए जो रहत गोपिका माही। पिए शराब प्रेम सब छुटे सब बन्धन नेम। उठ बैठे माधाम हंस पूछे कुशल खेम। प्रेम न बारी उपजे प्रेम न हट बिगाए। बिना प्रेम का मानव बाँधे पुरी जाए। यही शब्द एक उठे अवनिमय न कोई नेता समान। पहचान तू अक्षरातीत तै रहो लवटान। मेरे मीठे बोली साथाजी हुआ तुम्हारा काम। प्रेममय मंगन हुई खुले दरवाजा धाम। धाम में जाइए दुखते विरह उपजे। विरह प्रेम इसक इसक प्रेम जब आया तब नेचे मिली है हक। सुता होइस्यो जागिए जागा बैठा होए। बैठा ठाडा होइयो ठाडा आगू पाओ भरे सोए। यूँ तैयारी कीजियो आगू करनी है दौड़। सब अंग इसक लेके निकसे ब्रह्मांड फोड़। हद पार बेहद है बेहद पार अक्षर अक्षर पार ओतन है जाइए इन घर। अपना धने श्याम श्याम अपना भाषा है निज धाम। अपना धने श्याम श्याम अपना भाषा है हो निज धाम। त्यही जस्तै त्यही अहिले भजन जो छ त्यस्तै आफ्नो परमधाम जाने दिन अब आइसकेको छ। अनि त्यसमा मेरो मनमा के छ भने अब जाने बेला आइसकेको छ। अब मेरो मनले सोचेको अनुसार छोरा बुहारीहरू छोराहरू छोरीहरू सबै जम्मा भएर मेरोलाई केही नजाँदै गर्नुपर्छ। भन्ने कुरा नि भन्नुपर्छ गर्ने कुरो नि गरिदिनुपर्छ। त्यो कारणले मैले यो शब्द भन्दैछु। सबै जम्मा भएर मलाई अरू मेला ठेला अरू भन्ने कुरो पछि धाम गएपछि दिन त्यो गरेको छँदैछ। छोरा छोरी बुहारी सबैले गर्ने कुरो हो। तर म जीवित हुँदैमा अब म अलिक गलेको हुनाले जीवित हुँदैमा पर्करबाणी डाम्बर मेरसार यस्ता चौपाईहरू
पहिले नै सुनाइदिनु। अब म साह्रै गाह्रो भयो, सकन्ठ भयो, केही जाने गाह्रै भयो, कुर्नै पर्यो भने ती सुनाउन भ्याइन्छ। अथवा म केही अचानक अपरजोटै कोही नभएर मेरो धाम गमन भयो भने त त्यो बेलै कुरो पछि नै गर्दा हुन्छ। तर पछि धाम गएपछि गर्ने, जो गर्न पर्ने गर्ने भन्दा पहिल्यै नै गर्न राम्रो। मैले बोल्न त बोलेँ, भन्न त भने, तर मेरो भाग्य कस्तो छ, भाग्यले के सहायता दिन्छ, कस्तो हुन्छ भन्न त भने यसरी यसरी धाम जान पाए हुन्थ्यो, मलाई यसो गर्दै हुन्थ्यो छोराछोरीले भने। तर अब आफ्नो भाव कस्तो छ, राज्यसित सम्पिन, यो आत्मा सम्पिन पर्यो। सम्पिँदाखेरि कति धौ हुन्छ, कस्तो होला, के होला, मैले भनेर मात्रै त हुँदैन, राज्यको पनि हुकुम हुनुपर्छ। अब यति नै राज्यको हुकुम कस्तो। अपना धनी श्यामा छन्, अपना बाछा निज धाम हो निज धाम भनेपछि अब श्यामा श्याम जपिरहेछ, राज्यको नाम जपिरहेछ। राज्यले दया गर्नुभयो भने त मलाई राम्रै होला, राम्रैसित जाला मेरो हातमा, राज्य हातमा मिलन होला। अब कस्तो छ त्यो त थाहा छैन, राज्यलाई थाहा छ के गर्ने हो, कसो गर्ने हो राज्यको हुकुम। अब त्यही भन्दै राज्यसित प्रार्थना गर्दै, राज्यसित प्रणाम गर्दै म यो कुरो विश्राम गर्दैछु। राज्यको लागि प्रणाम।